नमस्कार सम्पूर्ण साथीहरूलाई मन्त्र शक्ति अफिसियल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म तपाईकै साथी बिजुल परियार। साथीहरू, आजको यो बसाइमा मैले तपाईहरुमाझ शरीर रक्षा मन्त्र लिएर उपस्थित भएको छु। यानि कि शरीर बान्ने मन्त्र लिएर, जिउ बान्ने मन्त्र लिएर उपस्थित भएको छु। है, गाउँघरमा तपाईले सुन्दै हुनुहुन्छ, धेरै कुराहरू सुन्नु भएको हुन सक्छ। जिउ बान्ने मन्त्र भनेर भन्ने गरिन्छ र हामी चाहिँ शरीर रक्षा मन्त्र भन्छौँ। हो, आज म तपाईहरुमा जिउ बान्ने मन्त्र लिएर उपस्थित भएको छु। हुन त यहाँहरूले यो भिडियोको थम्बनेल र टाइटल देखेर पनि पत्ता लगाइसक्नु भएको छ। तपाईले थम्बनेल र टाइटलमा जे देख्नु भएको छ त्यही विषयमा म विस्तृत रूपमा तपाईहरुमा चाहिँ जानकारी गराउनको निमित्त उपस्थित भएको छु। यदि तपाईहरु मेरो यो मन्त्र शक्ति अफिसियल युट्युब च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला र नजिकै रहेको बेल आइकनलाई प्रेस गरी अल गर्न नबिर्सनु होला, किनभने मैले बनाएको नयाँ भिडियोहरू मैले यो च्यानलमा अपलोड गर्न साथ तपाईहरुको युट्युब च्यानलको नोटिफिकेसन बारमा देखाउने छ र तपाईहरुले सो भिडियो हेरेर ज्ञान आर्जन गर्न सक्नुहुनेछ। आफूले आर्जन गरेको ज्ञान साथीहरु समक्ष पनि तपाईहरुले शेयर गरेर पुर्याउनु हुन पनि यहाँहरूलाई म हार्दिक अनुरोध गर्दछु। आउनुहोस्, अब म यहाँहरूलाई यो मन्त्र सिद्ध कसरी गर्ने भन्ने विषयमा जानकारी गराउन गएको छु। मन्त्र आफैमा स्वयं सिद्ध मन्त्र हो, तैपनि तपाईले यो मन्त्रलाई कुनै दीपावलीको समयमा, नवरात्रिको समयमा, ग्रहणको समयमा, होलीको रातको समयमा तपाईले यसलाई सिद्ध गर्न सक्नुभयो अथवा सक्नुहुन्छ 1008 पटक उच्चारण गर्नुहोला। सक्नुहुन्न तपाईले यसलाई 1 माला जप्नु होला, सकिन्छ 10 माला जप्नु होला, सकिन्न 1 माला अवश्य जप्नु भयो भने यो मन्त्रले असाध्यै फलीभूत गर्नेछ, असाध्यै शक्तिशाली बन्नेछ। र यसलाई जप गर्न के चाहिन्छ भन्दा सर्वप्रथम त तपाईले यो मन्त्रलाई आइतबार अथवा मंगलबार अथवा शुक्रबार शनिबारको समयमा पारेर जप्न पर्ने हुन्छ। र तपाईले यहाँ स्क्रिनबाट यो मन्त्र टिप्दै गर्दा म यो स्क्रिनमा दिनेछु। यो स्क्रिनमा तपाईले स्क्रिनबाट टिप्नको समयमा पनि तपाईले आइतबार मंगलबार, विशेष गरी आइतबार मंगलबार पारेर टिप्नु होला। शुद्ध र पवित्र भावले बिहानी पख चोखो र पवित्र भएर टिप्नु होला। मांस मदिरा जाँड सिके पनि नखानु होला। तपाईले चुरोड, खैनी, सुरोद, गोर्खा पान, भोला लगायतको पान परागहरू केही नखाइकन तपाईले यहाँबाट टिप्न पर्ने हुन्छ, शुद्ध र पवित्र भएर। है, त्यसपछि अब तपाईले यसलाई कसरी प्रयोग, कसरी सिद्ध गर्ने, त्यसको विधि विधान के छ भन्दै तपाईले जब यहाँबाट मन्त्र टिप्नु भयो, टिपिसकेपछि तपाईले यसलाई सबैभन्दा पहिला चाहिँ के गर्नु होला नि, आफ्नो घरको पूजा कोठा छ भने त्यो पूजा कोठामा तपाईले रातो अथवा पहेँलो वस्त्र लाउनु होला। र छ भने सुतीको रातो अथवा पहेँलो वस्त्रमै तपाईले आसन ग्रहण गर्नु, आसनमा बस्नु होला। रातो अथवा पहेँलो आसनमा बस्न सक्नुहुनेछ। त्यसपछि लगतै तपाईले चाहिँ छैन यदि भने तपाईले कुशको आसनमा बस्न सक्नुहुनेछ। पूजा कोठा छैन भने तपाईले आफ्नै घरको पवित्र स्थान खोजेर बस्नु होला। र त्यसलाई पवित्र बनाउन निमित्त तपाईले गंगाजल अथवा गौमूत्र यानि कि गौत सुनपानी छेपेर त्यसलाई शुद्ध र पवित्र बनाउनु होला। है, अब त्यसपछि तपाईले के गरे त त्यहाँ तपाईलाई अक्षता चाहिन्छ, धूप चाहियो, दीप चाहियो। है, गाईको शुद्ध गाईको घिउमा बाल्न पर्ने हुन्छ दियो। एउटा दियो बाल्नु होला, धूप बाल्नु होला र त्यसपछि तपाईले अक्षता प्रयोग गर्नु होला। धूप दीपलाई तपाईले अक्षताले त्यो चाहिँ दियोलाई पूजा गर्नु होला। है, दीपलाई पूजा गर्नु होला, दीपक जहाँ बालिन्छ त्यहाँ पूजा गर्नु होला। त्यो बाल्दाखेरि तपाईले सबैभन्दा पहिला गणेशजीलाई स्मरण गर्नु होला। गणेशजीलाई स्मरण गरिसकेपछि तपाईले गुरु गोरखनाथलाई स्मरण गर्नु होला र हनुमानजीको स्मरण गर्दै प्रार्थना गर्दै तपाईले धूप दीप उहाँहरूलाई अर्पण गर्नु होला र त्यो अक्षता पनि तपाईले सँगै राख्नु होला। जब तपाईले त्यो मन्त्र सिद्ध गरिसक्नुहुन्छ, यो तरिकाबाट तपाईले धूप दीप गरेर मन्त्र जाप गर्नुभयो र मन्त्र सिद्ध गर्नुभयो। मन्त्र सिद्ध गरिसकेपछि तपाईले क्षमा याचना गर्दै क्षमा प्रार्थना गर्नु होला। क्षमा प्रार्थना गरिसकेपछि तपाईले चाहिँ सबभन्दा पहिला के गर्नुपर्छ भन्दा जब तपाई त्यो जप सकिन्छ, जप सकेपछि तपाईले आफ्नो गुरुलाई सम्झिनु होला। गुरु र देवी देवताहरूसँग चाहिँ तपाईले क्षमा प्रार्थी छु भनेर क्षमा माग्दै यो मन्त्र सिद्ध भएको आभास गराउनु होला। अब यसलाई तपाईले कसरी सिद्ध गर्ने भन्ने विषयमा मैले यहाँलाई जानकारी गराएको छु। अब यसलाई तपाईले अब प्रयोग कसरी गर्ने भन्ने विषयमा म यहाँलाई जानकारी गर्नेछु। सोभन्दा पहिला म यहाँलाई मन्त्र दिन गइरहेको छु। मन्त्र यस प्रकारका रहेका छन्। पक्कै पनि साथीहरु, यहाँले मन्त्र देखिसक्नु भएको छ। अब यसलाई प्रयोग कसरी गर्ने भन्ने सवालमा
जब तपाईँ कुनै डर लाग्ने स्थानमा एक्लै रातको समयमा अथवा दिउँसोको समयमा अथवा बिहानको समयमा जुनसुकै अवस्थामा तपाईँ शमशान घाटको बाटो हिँड्न पर्ने हुन्छ, त्यस्तो कब्रस्थानको बाटो हिँड्न पर्ने हुन्छ जहाँ तपाईँलाई डर लाग्छ भने त्यो समयमा रातको समयमा हिँड्दै गरेर तपाईँले यो मन्त्र 7 पटक उच्चारण गर्नुहोला र आफ्नो छातीमा फुक्नुहोला। त्यसपछि छ भने तपाईँले सकिन्छ खरानीलाई अभिमन्त्रित गरेर त्यसको टिका लगाएर हिँड्नुहोला। टिका तपाईँले माथमा लगाउनुहोला, यो घाँटीको खाल्टो भागमा लगाउनुहोला, त्यसपछि हृदय चक्रमा लगाउनुहोला। तपाईँले दायाँ बायाँ यता कुममा पनि लगाउन सक्नुहुन्छ, कुइनामा पनि लगाउन सक्नुहुन्छ, नाडीमा पनि लगाउन सक्नुहुन्छ। यो हाम्रो दायाँ बायाँ दुईटै अङ्गमा लगाउन सक्नुहुन्छ, हात खुट्टामा पनि है। र त्यस्तै गरेर कुनै बिमारी छ भने त्यो व्यक्तिलाई तपाईँले यही मन्त्रले चाहिँ 7 पटक यो मन्त्र अहिले चाहिँ जल अभिमन्त्रित गरेर खानिदिनु भयो भने नजर लागेको, भूतप्रेत लागेको, मरिमसन लागेको बिरामीलाई चैत हुनेछ, निको हुनेछ। हजारौं किलोमिटर टाढा भएको व्यक्तिलाई पनि यसले निको गर्नेछ। मैले प्रयोग गरेको छु। त्यस्तै गरेर तपाईले आफ्नो जिउ बान्नुभयो, घर बान्नको लागि पनि तपाईले तपाईको घरभित्र अक्षतालाई अभिमन्त्रित गरेर तपाईले चारै कुनामा हान्नुहोला र मेन गेटमा पनि अक्षताले हान्नुहोला, मेन ढोकामा, मुख्य ढोकामा। त्यसपछि तपाईको घरभित्र भएको शक्ति निस्किन्छ, नकारात्मक शक्ति, र बाहिरबाट आउने नकारात्मक शक्ति तपाईको घरमा प्रवेश गर्न सक्दैन। तपाईले अक्षताले घेरा लगाइदिनु होला ढोकामा है, मुख्य ढोकामा। त्यस्तै गरेर तपाईले अब कोठा लिएर बस्नुभयो हैन, तपाईले कोठा लिएर बस्नु भएको छ, कोठामा तर्साउँछ, कोठामा डर लाग्छ, भाडामा बस्नु भएको थियो, कोठामा पनि तपाईलाई यदि डर लाग्छ भने तपाईले त्यही विधि गर्नुहोला। कोठाको चारै कुनामा चामललाई अभिमन्त्रित गरेर अक्षतालाई अभिमन्त्रित गरेर हान्नुहोला। सेतो कोरा चामल, शुद्ध चामलमा यो मन्त्रले 7 पटक अभिमन्त्रित गरेर चारै कुनामा हान्नुहोला, छर्कनुहोला। र त्यसपछि तपाईले आफ्नो त्यो कोठाको ढोका बाहिर छर्किनुहोला, घेरा लगाइदिनु होला मन्त्रले। छ भने खरानीको घेरा लगाउनु होला, छैन भने यही चामलले घेरा लगाउनु भए पनि केही फरक पर्दैन, पानीले घेरा लगाउनु भए पनि केही फरक पर्दैन है। यसले तपाईको घरको रक्षा गर्छ। र तपाईले दोस्रो व्यक्तिको लागि पनि यो मन्त्रले त्यो व्यक्तिलाई पनि तपाईले सुरक्षित गर्न सक्नुहुनेछ। आफ्नो लागि पनि तपाईले छातीमा फुक्न सक्नुहुनेछ, जल पिएर अभिमन्त्रित गरेर जल पिउन सक्नुहुनेछ, र आफ्नो चारैपट्टि मन्त्र भनेर चारैपट्टि चुड्की बजाउँदै फुक्नु भयो भने पनि तपाईले यसले एउटा सुरक्षा घेराको अभेद्य कवचको काम गर्नेछ। त्यस्तै गरेर तपाईले दोस्रो व्यक्तिको लागि पनि यसरी नै प्रयोग गर्न सक्नुहुनेछ। उसलाई पानी फुकेर दिन सक्नुहुनेछ, खरानी फुकेर दिन सक्नुहुनेछ, अभिमन्त्रित गरेर दिन सक्नुहुनेछ, चामल अभिमन्त्रित गरेर दिन सक्नुहुनेछ। र उसलाई चारैपट्टि तपाईले 7 पटक मन्त्र उच्चारण गरेर उसको चारैपट्टि यो मन्त्रले चाहिँ तपाईले चुड्की बजाउन सक्नुहुनेछ। तपाईले अक्षता अभिमन्त्रित गर्नुभयो, 7 पटक अभिमन्त्रित गर्नुभयो, र तपाईले उसको शिरदेखि पाउसम्म यो अक्षताले झारेर उसलाई अगाडि पछाडि सबै चारै ठाउँमा यो अक्षताले घेरेर पनि उसको सुरक्षा गर्न सक्नुहुनेछ। यदि साह्रै नै त्यो समस्या आउँछ, डराउँछ यदि भने उसलाई पटक पटक आक्रमण हुने किसिमको छ भने तपाईले रोलीको कालो धागो पाइन्छ, जसरी जनै पूर्णिमामा चाहिँ रोलीको रातो धागो बाँधिन्छ, त्यसरी नै कालो धागो पाइन्छ। त्यो कालो धागोमा तपाईले यो मन्त्रले 7 पटक अभिमन्त्रित गर्नु होला। एक पटक अभिमन्त्रित गर्नुहोस्, फुक मार्नुहोस्, त्यही गाँठो बनाउनुहोस्, फेरि अर्कोचोटि अभिमन्त्रित गर्नुहोस्, फुक मार्नुहोस्, त्यही गाँठो बनाउनुहोस्। एवं वृद्धि 7 पटक अभिमन्त्रित मन्त्र उच्चारण गरेर 7वटा गाँठो पारेर तपाईले पुरुष हुनु भएको छ भने दाहिने भुजामा बाँधिदिनु होला, महिला हुनु भएको छ भने देब्रे भुजामा बाँधिदिनु होला। यदि महिला पुरुष दुवैको लागि उचित भनेको गलामा धारण गराइदिनु होला। गलामा धारण गरिसकेपछि तपाईले यसले कम्तीमा 3 महिना र बढीमा 6 महिनासम्म यो धागाले तपाईलाई रक्षा गर्नेछ। यदि तपाईको घरमा जुठो सुत्केरो भएन, कुनै महिनावारीको समस्या तपाईको घरमा आएन भने, र मदिरा मांस यस्तो कुराहरू तपाईको घरमा बार आएन भने, तपाईले बारम्बार जाँडोक्सी पिउनु भएन भने, चुरोट सुर्ती तमाखु खैनी बिडी पान यस्तो चिजहरू तपाईले खाइदिनु भएन भने तपाईलाई 6 महिनासम्म यो मन्त्रले सुरक्षा गर्छ। त्यो धागाले सुरक्षा गर्छ, खाइदिनु भयो भने सुरक्षा गर्दैन। तपाईलाई मन्त्रले मात्र आफैलाई अभिमन्त्रित गर्नु भएको छ, फुक्नु भएको छ भने 12 देखि 24 घण्टाको लागि तपाईले यसले सुरक्षित गर्नेछ। यो महत्त्वपूर्ण जानकारी सहितको आजको यो बसेमा मैले तपाईहरुलाई महत्त्वपूर्ण मन्त्रको बारेमा जानकारी गराएँ भन्दै आजको यो बसेबाट यहाँहरुमा अझ अझै पढ्न चाहन्छु। बिदा दिनुहोस्। हस्त धन्यवाद, नमस्कार।